तपाईहरुसँग बात मार्न सजिलो पनि पर्यो। त्यसले गर्दाखेरि अब चाहिँ हामी तपाईहरुले बोलाउन भएको तारिखमा अनि समय अनुसार यहाँ उपस्थित भएको छौं। सो गाइस म चाहिँ अब हिँडिसकेको छु है। उही माथि हो। हेलो एभ्रीवान, वेलकम ब्याक टु प्रशु भ्लग। सो आज चाहिँ हाम्रो आङीको वेडिङ सेरेमनी छ है र म चाहिँ त्यहाँ जानुको लागि अब रेडी हुन्छु। सो सी यु गाइस। अहिले चाहिँ म यस्तो भइरहेको छु। अब चाहिँ राम्ररी भएर देखाउँछु ल। ओके गाइस, म चाहिँ रेडी भइसकेँ। सो यहाँ देख्न सक्नुहुन्छ मेरो फाइनल लुक। अनि यहाँ त झन् यसरी चस्मा लाउँदा त कस्तो देख्दो रहेछ। ओके सी यु। सो गाइस म चाहिँ अब हिँडिसकेको छु है। उही माथि हो, बिस्तारै हिँड्दै जान्छु। माम आउनु हुँदैछ, म चाहिँ अगाडि हिँडिहालेँ है। घाम लागिरहेको छ, छाता पनि ओढ्छु। त्यो छ बाटो चाहिँ। म चाहिँ यहाँ आइपुगिसकेको छु र यस्तो छ यहाँको। किन सिङ्ला र यहाँ हाम्रो जन्तीहरू आइपुग्नु भएको छ। र शिर उठाइहाल्यौँ। अब हामी तपाईहरुसँग बात मार्न सजिलो पनि पर्यो। त्यसले गर्दाखेरि अब चाहिँ हामी तपाईहरुले बोलाउन भएको तारिखमा अनि समय अनुसार यहाँ उपस्थित भएको छौं। अनि यहाँ घरको बाउला पूजा अब चाहिँ तपाईहरु हेर्नु बेहुला बेहुली बोलाएर यहाँ ल्याउनुस् पहिला। सेलिना सेलिना गर्दैछ गर न यहाँ कामहरू यहाँ आइपुग्नु भयो हाम्रो है। यताको चाहिँ बेहुलीहरू यता आसिङ अहिले चाहिँ यस्तो हुन्छ नि अर्को मेन बहिनी है तपाईँ बहिनीको बोलाएर तपाईँहरूलाई स्वागत गर्छु। दस्तरमा पनि एकछिन ताली मार्दै आज सक्छ। कल्लेले ठिक कुरा गरे है। पानी थप्नुपर्छ। उठाउनु छ यो थाल चाहिँ उता दिनुहोस्। थाल उता चाहिन्छ लम्मीको जिम्मा। ल अब यो भित्र यो तपाईँहरू भित्र जोडी त राम्रो देख्दछ त है। र जन्तीहरू आइसक्नु भएर पनि हाम्रो आङी आसिङको अब चाहिँ ढोकबेट सुरु हुँदैछ है, भइसकेको छ। र आफन्तजनहरूलाई चाहिँ यहाँनिर परिचय दिनु हुँदैछ है। र तपाईँहरूले पनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो आङी प्रभानी र यता आसिङ हुनुहुन्छ। यो चाहिँ हो हाम्रो एन्ट्रेन्स हो र यहाँ पर चाहिँ हाम्रो बुफरहरू छ र यहाँनिर चाहिँ खानाहरू पनि अब स्टार्ट भइसकेको छ, किनभने आङीहरू टाढोबाट आउनु भएको हो नि त है। र अब भोक लाग्यो होला भनेर चाहिँ यहाँ पहिला जन्तीहरूलाई हाम्रो आसिङले पानी थन्काउनु हुँदैछ। हामीले काम गरेको भएन हुन्छ। अनि यहाँनिरले चाहिँ यहाँनिर भाँडाहरू धोइसक्नु भयो र अब जन्ती पनि फर्किसक्नु भएको छ। ओके बाई।